लौ हेर कपाल फेरि आइज होइन भ्लग त हाम्रो होस्टेलको सबैभन्दा राम्रा राम्रा गाइडहरू मछलीहरू यहाँ खाने हो आफू हो झिकेर त्यही भएर आफूतिर मात्रै देखाउँछ हाम्रो त ट्याक्कै आगे देखिन्छ के होची भनेर धेरै हेप्छन् मलाई गाइडहरू यसो यिनीहरूलाई एउटा ल भन्नु कहाँ घुम्न जाने रे डाइसोमा खोइ हामी कहाँ घुम्न जाने रे क्यास्टल अरे सिमानेको के हो यो त्यसो भने यो भन्नुपर्दा हेर्नुहोस् मान्छेहरू थुप्रै हुनुहुन्छ यो चाहिँ हाम्रो ग्रुप हो है यो चाहिँ हाम्रो ग्रुप हेर्नु न गाइज कस्तो मान्छे हो ड्रेस पर्छ यो के अरे के खाने यो क्यास्टल अरे यसको नाम क्यास्टल यिनीहरू त पहिले पनि आएकै हामी हो नआएको हामी फर्स्ट टाइम आएको क्यास्टल जापान आएको सेकेन्ड डे जापान आएको चाहिँ हामी 2 दिन भयो हिजो हामी कलेज गयौँ चामलहरू किन्यौँ खायौँ 3 दिनको दिन हामीले भात खायौँ बल्ल गाइजहरू तिनीहरूको फोटो खिच्दा अंकिते हामी चाहिँ यहाँ फोटो बोल्नलाई बोल्न त पाइन्छ बोले ल्याउ न ल्याउ भाइरल छ अरे भ्लग बनाउनेमा छैन यस्तै भनेको कि तिनीहरूले भ्लगै बनाउन मैले ब्याग त कसले राम्रो एउटा चुटुको ल्याए भन्दै नि अब भकै यस्तै हो त कुन नि के गर्ने हो र फेरि त आउँदै आउँदैन उता हेर्नु न उता हेर्नु हो त्यसरी चस्मा निकालेर त्यसै पारा जस्तो गरेर यसको चस्मा लगाएको बाबा रे यति
विधि पनि जवाब लाएर दिने यसले यति त अब यति त अब ओ यो के हो र यो ढुङ्गा ताकेको ढुङ्गा ठाडो परियारी तारा त उतै हुनुभयो त हामी आयौँ ओतेरा हाल्छु के म दार्जिलिङलाई एडिट गर्न पठाउँछु अनि हाल्छु आइयो गाई अनि भिडियोमा कति छोटो त्यो उसवाला सर्टवाला भिडियो यिनीहरू हाम्रो कन्सल्टेन्सीबाट आएको गाइडहरू हामी चारजना पछाडिको फेरि अरू नै कन्सल्टेन्सी भन्न नि आउन फेरि कन्सल्टेन्सी राम्रो छ मेरो नाम पनि रिलिज गर्दैछ नि त यसको नाम त सुसी हो तेरो झन् अङ्कु हो होइन दिदी यसको नाम त सुसी हो मलाई यस्तै यस्तै नाम देऊ सुसी जापानिज खाना चस्मा लगाइदिउँ अझै पर्छ चस्मा लगाइदिन्छु तेरो ब्लगमा ल अस्ति त दिदी यसको ब्लगमा चस्मा लगाएर चस्मा लगाइदिनु न या यिनीहरूको 2000को चस्मा अरे नेपाल हुँदा 2000 को चस्मा हामीले त चस्मा केही पनि ल्याएनौँ गाइडहरू यस्तै छ जिन्दगी जिन्दगानी दर्पण छाया हातै दुख्दो रहेछ कि जापानमा बस्दै थियो लास्टमा त भिडियो नै अन नभएको अरे कि अन भयो अब हामी मासतिर सिडी लिन लायौँ अघि त्यहाँ फोटो खिच्यौँ त्यहाँ अङ्किता ल हाम्रो फोटो त्यो हाम्रो दिदी लेजेन्ड दिदी त्यो दिदीको बुढासम्म पुऱ्याइदिनु यो भिडियो सिडी नै सिडी छ हौ गाइजहरू
दार्जिलिङ तिमीले यो भिडियो एडिट गरिदिने अनि मेरो टिकटक मेरो युट्युब च्यानलमा हालिदिने। तिनीहरू हेर्नु कस्तो हट भएर आइछन्, हामी अनि यस्तो। फुलेर जान गाइजहरू फुल फुल हो फुल। हामी यता उस्तिर आएको के भन्थे अरे बिर्सेँ म त।